सघाउनु त सघाएँ, कस्तोलाई सघाइएछ भने बैगुनीलाई सघाइएछ। राष्ट्र क्या सरकारले कि पहिले भनेको भए हामीले पैसा दिन सक्दैनौँ, तपाईँले नै जे जसरी हुन्छ यो कारखाना चलाइदिनुहोस् भनेको भए एउटा कुरा हुन्थ्यो। पहिला चाहिँ पैसा दिन्छु भनेर अनि लेखेरै दियो, अनि सघाएको पछि त पैसै दिँदैन। तै पनि मैले हरेस खाइनँ, मैले सरकारलाई गाली गरेँ। सरकारलाई गाली गरिनँ, म आफैले मेरो आत्मकथाको किताब, मेरो जीवनीको किताब लेखेर नेपालभरि बेचेर 2,50,000 भन्दा बढी किताब बेचेर 526 दिन डुलेर 12 करोड रुपियाँ भन्दा बढी पैसा बचाएर त्यति नाफा निकालेर सरकारलाई नै दिइदियो। मैले सरकारको त्यो कारखाना चलाइदियो। सरकारलाई हातमा लगेर त हाल्दिनँ, तर त्यही पैसाले अहिले कारखाना चलाइदिएको छु। सरकारले भोलि ढङ्ग ल्यायो भने त्यो सरकारलाई दिने हो। त्यो कारखाना मैले ठेक्कामा लिएको होइन। त्यो कारखानामा बनेका चिजहरू बेचेर मैले नाफा खाने होइन। त्यो सरकारकै हुन्छ, नाफा आयो भने पनि सरकारकै हुन्छ। होस्, मैले धेरै किसिमको कामहरू गरेको छु। त्यसलाई भन्छ समाज सेवा, देश सेवा। कुनै स्वार्थ नलिकन मैले गरेको हो। यो कुराहरू तपाईँहरूलाई थाहा छँदैछ। त्यो किताब बेच्ने क्रममा म चाहिँ 526 दिनसम्म किताब बेच्दै उहाँ ताप्लेजुङ भन्ने जिल्लामा यस्तै हिमाल पनि नजिक भएको, यस्तै गाउँहरू भएको ताप्लेजुङ भन्ने जिल्लामा मैले किताब बेच्दै थिएँ। अस्तिको भदौमा काठमाडौँमा त जेएनजी आन्दोलन भएछ। काठमाडौँमा त उथल बदल भएछ। म त उहाँ के अरे गाउँमा किताब बेच्दै थिएँ। थाहा पाइनँ, पछि फोन गरेपछि मात्रै थाहा भयो। अनि फोन गरेर मलाई बोलाए, काठमाडौँ आउन बोलाए। म आउनै मानिनँ। झन् मन्त्री बनाइदिन्छु आऊ भने है, तै पनि मानिनँ। म मन्त्री बनाइदिन्छु भन्दा पनि म चाहिँ मन्त्री हुँदैन, त्यो मन्त्री खाँदैन भनेर त्यही जिद्दी गरेर बसेको गाउँमा। तर पछि मैले विचार गरेँ कि देशमा एउटा अप्ठ्यारो स्थिति आएको छ। देशलाई चाहिँ अब के हुन्छ भनेर सबैलाई एकदम चिन्ता छ। त्यस्तो बेलामा देशलाई चाहिँ अलिकति सहयोग हुन्छ भने ल ठिकै छ, म मन्त्री भइदिउँला भनेर आएको। मन्त्री खाने रहर थिएन मलाई। अनि मन्त्री भएँ। यसरी मन्त्री भएको। म कसरी मन्त्री भएँ भन्ने कुरा तपाईँलाई थाहा भयो नि, होइन? मैले कसैलाई चाकरी गरेर मन्त्री भएको होइन। कसैलाई पैसा दिएर घुस खुवाएर मन्त्री भएको होइन। मन्त्री हुन्न भन्दै पनि मन्त्री बनाइदिएको हो। अब किताब बेच्ने मान्छेलाई मन्त्री बनाइदियो, के गर्छ? तर मन्त्री भएर हुनुपर्छ भनेर डराएको चाहिँ होइन। यो मन्त्री भनेको जम्मा 6 महिनाको लागि हो।